नमस्कार, हामी आर्या होटल ट्रेनिङ सेन्टरको तर्फदेखि आज हामी यो सिद्धार्थ विलासा भैरवमा जुन रहेको छ 5 स्टार होटल सिद्धार्थ ग्रुपको सबैभन्दा टप लेभलको सिद्धार्थ विलासा होटल त्यहाँ हामी चाहिँ यो औपचारिक भ्रमणको लागि चाहिँ आएका छौँ। हामीहरू यहाँ एलबी कौशल सेफको इन्भिटेसनमा हामीहरू चाहिँ यहाँ चाहिँ आएको थियौँ। हामीहरूसँग यहाँ विभिन्न स्टार लेभलका सेफहरू हुनुहुन्छ। हाम्रो यहाँ केशवराज अर्याल सर, उहाँ हाम्रै दाजुभाइ। हाम्रो अर्को हुनुहुन्छ यहाँ आशिष पाण्डे सुसेफ। नमस्ते। म चाहिँ सुसेफ, म चाहिँ पोस्ट एसोसिएट हेड सेफ अनि मेरो बर्न एन्ड बटन चाहिँ दिल्ली इन्डिया। मैले चाहिँ वर्किङ गरेको जेडब्ल्यू म्यारिड एलियरसिटी ओबराइज अनि लीला प्यालेस एन्ड आफ्टर द्याट म चाहिँ नेपाल आएँ अनि सिद्धार्थ विलासा जोइन गरेँ। ओके थ्याङ्क यू। हाम्रो केशवराज सर। नमस्कार, मेरो नाम चाहिँ केशवराज अर्याल, मेरो जन्मघर चाहिँ गुल्मी है। म चाहिँ 2060 सालबाट म चाहिँ दिल्लीबाट म परेको छु भने जो दिल्लीको मतिमल जो इन्डियाको टप होटलबाट म चाहिँ गर्ने करियर सुरु गरेँ। जो मेरो बाबा पनि त्यही होटलमै एउटा सेफको रूपमै कार्यरत हुनुहुन्थ्यो। त्यसपछि म विभिन्न बेङ्गलोर, केरला, दुबईपछि ब्याक टु नेपाल आइसकेपछि म अहिले 13 वर्षदेखि स्टार्टिङ म यहीँ एजुकेटी सेफको रूपमा चाहिँ कार्यरत सिद्धार्थ विलासामा म चाहिँ बुटोल योगीको टिममा। ओके थ्याङ्क यू सर। उहाँ हाम्रो तिलक सेफ भइ नै हाल्नुभयो। उहाँ नै हुनुहुन्छ हाम्रो एलबी कौशल सेफ। उहाँकै इन्भिटेसनमा हामीहरू चाहिँ यहाँ सिद्धार्थ विलासामा आएका छौँ। उहाँ एकदमै प्रख्यात सेफ। उहाँ चाहिँ राम्रो किसिमले पढाइहरू चाहिँ गरेर सफल भइसकेपछि मात्र उहाँ चाहिँ फिल्डमा चाहिँ खटिनु भएको सेफ। नमस्कार सम्पूर्णमा। खास गरी आज हाम्रो साथीहरू यहाँ भिजिटलाई आउनुभएको छ। सेफ अनिल लखनऊबाट, सेफ राहुलदेखि लिएर अरू सम्पूर्ण साथीहरू आउनुभएको छ। सबैलाई मोस्ट वेलकम सिद्धार्थ विलासा। र यति बेला हामी लेभल 9 रेस्टुरेन्टमा छौँ। सिद्धार्थ जुन टोस्ट रेस्टुरेन्ट छ टप फ्लोरमा, त्योभन्दा माथि लेभल 9 रेस्टुरेन्ट छ, त्यहाँ छौँ। र बेसिकली आज अब हामी तयारीमा छौँ 8 to 9 को जेटको एकदमै बिगेस्ट इभेन्ट छ फुड एन्ड फन भनेर। र यसमा हामी 9 को चाहिँ हाम्रो समीक्षा अधिकारी र अर्जुन सापकोटा कलाकार आउँदै हुनुहुन्छ। साथमा फुड फन डिफ्रेन्ट खालको इभेन्ट रहेको छ भने 10 गते चाहिँ दीपक बजाचार्यको ब्यान्ड आउँदैछ। दीपक बजाचार्य आउँदै हुन्छ र त्यसमा पनि लट्स अफ म्युजिक फुड फन हामी एकदमै इन्जोय गर्नेछौँ। र जति पनि साथीहरू हाम्रो नियर बाई इन्डिया बोर्डर हुनुहुन्छ, बुटोल, भैरवा यो एरियामा जति पनि साथीहरू हुनुहुन्छ सबैलाई मोस्ट वेलकम छ। के छ हाम्रो टिकट सिस्टमहरू के छ सर? यसमा एउटा हामी पास दिन्छौँ। त्यो पास इन्ट्री पास चाहिँ हाम्रो गेटमा पनि मिल्नेछ र हामी मार्केटमा पनि बाँडिरहेका छौँ। र त्यो पास लिएपछि त्यो फ्री अफ इन्ट्री हुन्छ। फ्री अफ इन्ट्री, त्यस्तो इन्ट्री फिस केही पनि छैन। यसमा बेसिकली हजुरले आएर पूर्व मेचदेखि लिएर पश्चिम महाकालसम्मको खाना ट्राई गर्न सक्नुहुन्छ। साथसाथमै हजुरको इन्डियन फुडहरू, इटालियन, मेक्सिकन, जापानिज फुडहरू लाइभ मजा लिन सक्नुहुन्छ। त्यो पनि प्रत्येक काउन्टरमा एकदम स्मल बाइट साइजमा सबै हुनेछ। सर यो चाहिँ फ्यामिलीलाई टार्गेट चाहिँ मोस्टलीमा चाहिँ गर्नुभएको छ है। बच्चा बच्चीहरूलाई फन भन्ने बित्तिकै तपाईँको किड्सहरू पनि जोडिनु भयो। फुड र फन चाहिँ धेरै जस्तो किड्स बच्चाहरूलाई एकदमै चाहिन्छ। र सबैको जुन रिक्वायरमेन्ट छ त्यो रिक्वायरमेन्ट पुरा गर्नलाई सिद्धार्थ ग्रुपले यो कार्यक्रम फुड एन्ड फन भनेर राखेको छ। ओके थ्याङ्क यू। यहाँहरू जो कोही पनि यस्तो फुड एन्ड फन कार्यक्रममा चाहिँ जोडिन चाहनुहुन्छ भने 8 and 9मा तपाईँको 8 and 9 है 8 and 9मा 9 and 10मा तपाईँको चाहिँ यहाँ सिद्धार्थ विलासा भैरवामा भव्य कार्यक्रमहरू चाहिँ हुँदैछ। पहिलो दिनमा तपाईँको यहाँ चाहिँ हाम्रो समीक्षा अधिकारी र अर्जुन सापकोटा र हाम्रो चाहिँ 9 गते आउँदै हुनुहुन्छ भने 10 गतेको लागि हाम्रो चाहिँ दीपक बज्राचार्यको ब्यान्ड टिम चाहिँ तपाईँको आउँदै हुनुहुन्छ। यहाँ चाहिँ त्यति मात्रै होइन, साथमा चाहिँ लोकल कलाकार, लोकल डान्सहरू, कल्चर डान्सदेखि लिएर कल्चर प्रोग्रामहरूदेखि लिएर अरू पनि धेरै चिज छ यसमा एभाइलेबल छ। उहाँ चाहिँ नेपाली खानालाई तपाईँ पूर्वदेखि महाकालीसम्मको तपाईँको उहाँ चाहिँ भन्नुभयो कुनै पनि किसिमको टेस्टहरू चाहिँ तपाईँहरूले गर्न चाहनुहुन्छ भने सिद्धार्थ विलासमा चाहिँ आएर चाहिँ टेस्ट लिन सक्नुहुनेछ। थ्याङ्क यू सेफ। र अर्को हाम्रो सेफ हुनुहुन्छ यहाँ अनिल सेफ। उहाँ चाहिँ एकदम प्रख्यात सेफ। उहाँसँग हामी चाहिँ अघि नै कुराकानी गरि नै सकेको छौँ। हामीले अहिले यहाँ रुफटपमा छौँ। यहाँदेखि तपाईँको यो सिद्धार्थ विलासाको रुफटपदेखि यहाँ चाहिँ भैरवाको पुरै दृश्य देख्न सक्नुहुनेछ। यहाँ यसरी चाहिँ यो विभिन्न किसिमको भ्यूहरू चाहिँ हेरेर खानाको स्वादको टेस्ट अनुसार अगाडि बढ्न चाहनुहुन्छ भने यहाँहरू पक्कै पनि यहाँ आउन सक्नुहुनेछ। थ्याङ्क यू भेरी मच सम्पूर्ण सेफ, सम्पूर्ण टिमहरूलाई हामीलाई वेलकम गर्नुभएकोमा यहाँहरू सम्पूर्णलाई हार्दिक धन्यवाद। थ्याङ्क यू।